तपाईले भन्नुभयो है तपाईले के भन्दिनु भयो भने म त घरमा पैसा ल्याउँदैन थिएँ म त पैसा त साथीभाइहरुकोमा यता उति यसरी राखदिन्थे तपाई आफैले भन्नुभयो हो भनेपछि तपाईले अर्को प्रश्नमा के भन्नुभयो भने एउटा दल चलाउनको लागि त पैसा त चाहिन्छ नि पैसा हुन्छ नेताकोमा यो ठुलो कुरा हैन भन्दिनु भयो अब तपाईबाट छानबिन सुरु गरे भने के हुन्छ गरे हुन्छ अरूमा भ्रष्टाचार गर्नेहरूलाई बचाउने अनि मैले सिधा बोल्ने मान्छेलाई सुरु गरे हुन्छ गर्न मन लाग्छ भने गरे हुन्छ भने सिधा बोल्छ भनेर कानुनले छोड्छ नछोडे हुन्छ त नि गरे भयो त मैले त गरे हुन्छ त भनेको छु नि तर मैले त्यति बेला जे भने म घरमा पैसा राख्ने मान्छे होइन अलिअलि भयो भने अलिअलि त हुन्छ त पार्टीहरुसँग पैसा कहाँबाट आउँछ कोहीले चन्दा दिन्छन् हैन पार्टीलाई सहयोग गर्छन् लेबीबाट आउँछ कोटाबाट आउँछ विभिन्न स्रोतबाट आउँछ नि पार्टी कार्यालयमै त हो त्यही कार्यालयको पैसा त हो अरूको व्यक्तिगत पैसा